साथीहरू आज म र उपेन चाहिँ जङ्गलमा काफल पाक्यो कि भनेर खानु हिँड्दैछु। म चाहिँ घाँसमा पनि हिँडेको या डोको बोकिरहेको छु। यता उपेन छ अनि के भन्छ उसले चाहिँ प्लास्टिक बोकिरहेको छ। हामीले चाहिँ जाँड बोकेको छौँ अनि नुन खुर्सानी बोकेको छौँ पिसेर प्लास्टिकमा उ गरेर घोलेर खाने भनेर। अनि हामी चाहिँ काफल भएको ठाउँ जाँदैछौँ है। काफलको झ्याङ चाहिँ अलिक पर छ है। अब चाहिँ काफल पाक्यो भनेर हामी आएको जङ्गल काफल खानु है। अनि के भन्छ काफल अस्ति आउँदाखेरि चाहिँ काफल काँचै थियो अनि अलिक मजाले दाना छिपेको थिएन कलिले थियो। अनि अहिले चाहिँ अलिक घाम लागिरहेको छ नि त अनि घाम लागिरहेको छ अनि पाक्यो कि भनेर आएको हामी चाहिँ काफल खानु। पाएको छ कि छैन अब गएर हामी तपाईँहरूलाई अब झ्याङमा पुगेर देखाउँछौँ है साथीहरू। खाने भने त्यहाँहरू हामीले चाहिँ काफल यो झ्याङमा यति फेदमा यति भेटिरहेको यो उकालो यसपालि फलेको यिनीहरू चाहिँ भर्खर पाउरिँदैछ कि बाघहरूले खाएको हो कि यति भेटाएको यति खाँदैछौँ त्यो नुन खोर्सानीसँग है। अनि अब हामी अर्को झ्याङ जाँदैछौँ। अर्को झ्याङमा चाहिँ छ कि छैन यहाँ नुन खोर्सानी अझै छ। यहाँनिर उमा प्लास्टिकमा नुन खोर्सानी छ है। यहाँनिर भित्र नुन खोर्सानीहरू छ यहाँनिर। अनि यहाँ उपेन खाँदैछ चाख्दैछ। कस्तो भयो उपेन? मिठो मिठो छ। पिरो छ भयो कि होइन? जाँड पनि छ है गाई हाम्रो चाहिँ यहाँनिर जाँड पनि छ। यहाँ जाँड पनि लिएर आएको हामीले चाहिँ खानु भनेर। काफलै भेटेन हौ। अब अर्को झ्याङ जाँदैछु कस्तो हुन्छ काफल गाइजहरू। हामी अब अर्को झ्याङमा गएर देखाउँछौँ ल छ कि छैन काफल त्यहाँ चाहिँ। अब हेलो साथीहरू हामी चाहिँ अब काफलको झ्याङमा आइसक्यौँ। यत्रो जङ्गल घुम्दा घुम्दा ऊ चाहिँ उपेन चाहिँ त्यहाँ छ। ऊ चाहिँ त्यहाँनिर बसिरहेको छ शीतल तापिरहेको छ। ऊ यहाँ पल्लो झ्याङमा अलिअलि रहेछ हामी अब त्यहाँ खाने अनि यो झ्याङमा खाने अलिअलि रहेछ। अनि बल्ल हामी चाहिँ अलिअलि काफल भेटाइङमा आएर तर मजाले पाएको रहेछ छन्ची छरीसँग काफल तर पाएको रहेन रहेछ। यसमा चाहिँ अब अलिक पछि पाक्छ है। यहाँ छ एउटा झ्याङ यो माथि छ यो माथि उकालो छ है। अब म चाहिँ रुखमा बस्छु अब ऊ चाहिँ सक्दैन रुखमा बस्नुहरू। फाइनली हामी चाहिँ काफल भएको झ्याङमा आइपुग्यौँ है। काफल चाहिँ यहाँ यस्तो चाहिँ यहाँ उकालो यति मात्रै फलेको रहेछ त्यो चाहिँ पाकेको रहेछ। यो उकालो कस्तो छ कि छैन अब एकचोटि हामी चढेर हेर्छौँ। अनि हामीले चाहिँ यहाँ प्लास्टिकहरू यहाँनिर जाँडहरू लिएर आएको छौँ। जाँड लिएर आएको छौँ दुईजना चाहिँ यहाँ काफलसँग खानु भनेर। काफल नै छैन क्या गाई। हामी चाहिँ काफल खानु थाल्यौँ है साथीहरू। काफल यहाँनिर हामी चाहिँ टिपेर पनि खाइन्छ कि यहाँ उपेन खाँदैछ। यहाँ उयो माथिबाट टिपेको अब त्यो झ्याङ बाँकी छ टिप्नु। यतिहरू हामीले अहिले टिपेर यति खाएको नुन खोर्सानीसँग खोर्सानी लिएर आएको तर यी खोर्सानी चाहिँ अलिकति छ। यहाँ नुन र चिनी खोर्सानीहरू लिएर आएको घोलेर। काफल मिठो छ उपेन? मिठो छ साथीहरू। अनि हामी चाहिँ काफल साफल खायौँ टिप्यौँ अनि त्यहाँपछिबाट फोटोसोटो खिच्यौँ। अनि फोटोसोटो खिचेपछि हामी चाहिँ काफल खाएर घरतिर फर्क्यौँ। आजको भिडियो चाहिँ यति नै है।